जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन। मधुमेहका बिरामी दिन प्रतिदिन बढ्दै गइरहेका छन्। गाउँमा भन्दा पनि बढी सहरमा नै यसका बिरामीहरू भेटिने गरेका छन्। हिजो आज त एक घर एक मधुमेह रोगका मानिसहरू भेटिन थालेका छन्। आजको यस भिडियोमा रहेर मधुमेह अर्थात् डायबिटिज हुनुको कारण, यसका लक्षण र यसबाट बच्ने उपायबारे चर्चा गर्नेछु। भिडियोलाई एउटा सानो लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। आखिर मधुमेह के हो त? कस्तो प्रकारको रोग हो? सामान्यतया रगतमा चिनीको मात्रा आवश्यक भन्दा बढी देख्नुलाई नै मधुमेह भनिन्छ। यसलाई सुगर वा चिनी रोग पनि भनिन्छ। रगतमा चिनीको मात्रा धेरै हुनु राम्रो होइन। यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने शरीरका विभिन्न अङ्गहरू जस्तै आँखा, मुटु, मृगौला आदिमा चाहिँ यसले असर पुर्याउन सक्छ। मधुमेह विशेष गरी दुई प्रकारले देखिने गर्छ। पहिलो, परिवारको सदस्य कसैलाई भएको छ भने उनीहरूबाट आउने सन्तानमा देखिन सक्छ। त्यसै गरेर दोस्रो भनेको जीवनशैलीको कारणले पनि धेरैजनालाई मधुमेहले सताइरहेको हुन्छ। खानपानमा ध्यान नदिने, मोटोपन नियन्त्रण गर्न नसक्ने, शारीरिक व्यायाम नगर्नेहरूमा मधुमेह देखिने गर्दछ। सामान्यतया स्वस्थ मानिसहरूले खाली पेटमा रगतको जाँच गराउँदाखेरि सुगर लेभल 100 भन्दा कम हुनुपर्दछ। त्यस्तै खाना खाएपछि जाँच गराउँदाखेरि 140 भन्दा कम हुनुपर्दछ। तर यदि खाली पेटमा जाँच गराउँदाखेरि सुगर लेभल 126 भन्दा माथि र खाना खाएपछि चाहिँ 200 भन्दा बढी छ भने उसलाई मधुमेह भएको हुन सक्छ भनेर हामीले बुझ्नुपर्छ। मधुमेहका लक्षणहरू: अत्याधिक मात्रामा तिर्खा लाग्नु, त्यसै गरेर पटक पटक पिसाब लाग्नु, पिसाबमा कमिलाहरू देखिन थाल्नु, घाउ खटिरा लामो समयसम्म पनि निको नहुनु, आँखा धमिलो हुँदै जानु, आँखाले चाहिँ धमिलो देख्न थाल्नु, त्यसै गरेर चाहिँ हात खुट्टा झमझमाउनु, जिउ गलेको महसुस हुनु, भोक बढी लागे पनि दुब्लाउँदै जानु आदि चाहिँ मधुमेहका लक्षण हुन सक्छन्। मधुमेहका रोगीहरूले के खाने के नखाने? मधुमेहका बिरामीहरूले कार्बोहाइड्रेट युक्त खानेकुराहरू जस्तै भात, आलु आदि चाहिँ कम गर्नुपर्दछ। चामलको सट्टा गहुँ, मकै, कोदो, फापर जस्ता खानेकुराहरू खानुपर्छ। त्यस्तै चिल्लो, बोसो र रातो मासु धेरै खानु हुँदैन। अन्डा र माछा पनि थोरै मात्रामा मात्र खानुपर्छ। चिनी, सक्खर, जुस, जाम, मह, चकलेट, त्यस्तै गरेर पेय पदार्थ, कोक, आइसक्रिम, बिस्कुट जस्ता खानेकुराहरू चाहिँ खानु हुँदैन। त्यस्तै अन्डा, माछा र नुन पनि कम मात्रामा मात्र खानुपर्छ। मधुमेहमा बिरामीहरूले चाहिँ चुरोट, बिडी, सुर्ती, तमाखु, खैनी लगायतका वस्तुहरूबाट चाहिँ हामी टाढै रहनु पर्दछ। मधुमेहको रोकथाम र उपचारका विधिहरू: दिनमा आधादेखि 1 घण्टासम्म हिँड्ने, खेतबारीमा काम गर्ने वा शारीरिक परिश्रम हुने काम गर्ने, उचाइ अनुसार तौल कायम राख्ने, स्वस्थ खानामा ध्यान दिने, त्यसै गरेर चुरोट, बिडी, सुर्ती, तमाखु, खैनी जस्ता सुर्तीजन्य पदार्थबाट चाहिँ हामी परै रहने, प्रशस्त मात्रामा सागसब्जी, फलफुल र रेसादार खानेकुराहरू खाने, डाक्टरले सिफारिस गरे अनुसारको औषधि मात्र प्रयोग गर्ने र अन्त्यमा आजका मानिसहरूले अपनाएको अत्यन्त विलासी जीवनशैली नै मधुमेहको मुख्य कारण भएकाले चिकित्सकको सल्लाह बमोजिम जीवनशैलीलाई परिवर्तन गर्नु नै यसबाट बच्ने उत्तम उपाय हो। हवस् त, अर्को भिडियोमा भेट्ने नै छौँ। यदि अझैसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। स्टे सेफ, स्टे हेल्दी। जीवन छोटो छ, मुस्कुराएर जिउनुहोस्। फर्केर यादहरू मात्रै आउँछन्, समय होइन।